गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल दिस इज नेहा गुरुङ अनि आज म चाहिँ यहाँ द्वारिका लाइमखुङमा आएको छु हाम्रो काकाको घरमा म आमा अनि भाइ सो हजुरहरूलाई देखाउने छु यो द्वारिका कस्तो छ। द्वारिका चाहिँ धेरै हाम्रो नेपालीहरू बस्नुहुन्छ यहाँ ठुलो गाउँ रहेछ है। सो द्वारिकाको छोटा सा टुर द्वारिका टुर देखाउने छु है आज। यो चाहिँ हाम्रो काकाको घर हाम्रो एमबी काकाको घरमा आइपुग्यौँ द्वारिकामा। यस्तो रहेछ बस्नु चाहिँ कस्तो रमाइलो जग्गा रहेछ हेर्नु यहाँ मजाले बसेको रहेछ। यता के छ हेरौँ बल्ल बल्ल काकाको घरमा आउनु पाइयो। यहाँ सानो दोकान पनि रहेछ अनि यता चाहिँ गाईहरू पाल्नु हुँदो रहेछ काकाले। के छ हौ गाई गोठ है यहाँ ए गाईको घर। यता चाहिँ कुखुराहरू पालेर बस्नु हुँदो रहेछ। नाइस बगान अलवेज माई फेभरेट प्लेस है गाइस। यो चाहिँ यहाँ चाहिँ पुरा बगानहरू रहेछ होइन। एक्चुअली हामी चाहिँ काकाको घरमा कहिले पनि आएको थिएन हो। अनि काकालाई भेट्नु जानुपर्छ भनेर धेरै दिन सोचेको थियो। आज चाहिँ जुर्यो है लाइफमा फर्स्ट टाइम हो हामी काकाको घरमा आएको है। अनि काका रहेनछ काका चाहिँ गाई हेर्नु गएको रहेछ। अनि काकी पनि जन्डिस बिमार भएर जन्डिस हेर्नु गएको रहेछ कालोपाडमा। बुहारी घरको बुहारी रहेछ। अनि हिजोको पानीले पुरै कुटेछ नि त यहाँ हेर्नुहोस् न ल हो त खत्तमै बनाएछ। यहाँ हेर्नु यता यो प्याज होला है। हिजो पानीले असिना पानीले खत्तम पारेछ नि गाइस हेर्नुहोस् यहाँ ल हो बर्बाद छ है यस्तै रहेछ। अनि यता पनि ढलाइदिएछ यहाँ आलुहरू रोप्नु भएको रहेछ। मजाले बस्नु भएको रहेछ। यो चाहिँ द्वारिका हो लाइमखुङ द्वारिका भन्ने जग्गामा यसरी लु है काकाको घरमा बल्ल किस्मतमा जुर्यो। हामी चाहिँ हिजै आएको थियौँ। हिजो काङ्ग्रेतीमा बस्यौँ दिदीकोमा। पानी आएर रातभरि मजाले नि सुत्नु पाएको छ र गाइस। अनि यो हेर्नु न भ्युज वा यो चाहिँ पुरा खेती अरे। अनि यहाँ चाहिँ पुरा नेपालीको घरहरू रहेछ ठुलो जग्गा धेरै रहेछ यहाँ पुरै नेपालीहरू एकदम प्लेन एरिया। यो हेर्नु न पुरा कस्तो दामी यार वा। मलाई चाहिँ यस्तो जग्गामा बस्नु इच्छा छ क्या एकदम शान्ति पिस त छैन कि यहाँनिर हरेक सेकेन्डमा माथिबाट हेलिकप्टर कुदिराख्दो रहेछ। तर यस्तो प्लेन एरियामा है गर्मी टाइममा चाहिँ एकदम गर्मी हुन्छ अरे। सो अब त्यही हो। तर काका पनि रहेछ। अब काकालाई फोन गरेर बोलाउनु होला है। चलो अभी अंदर में देखते हैं क्या क्या है रहेछ हेर्नु न मजाले बनाएको रहेछ नि त। घरमा छोरी छ नि त्यस्तै हो। यो चाहिँ किचन रहेछ हेर्नु त्यो चाहिँ किचन। चाहिँ अब काका अरू उमेरको त के गर्छ अबको केटाहरू चाहिँ होइन सुटायो काकाले। अब केटाहरू छ सबै 10,000 8,000 12,000 को फोन बोकिरहेको। अब पढाइ भन्दाखेरि फोन पढ्छ बरु फोन चाहिँ जहाँ गर भने यसै गर्छ। पढाइको त्यो मतलबै छैन। अनि कुटौँ भन्दा आफैलाई कुटिहाल्छ गह भन्दा। कति साल भयो काका? 72 नि खतरा बेडी खाइदिन्छ नि त काकाले। बेडी मात्रै नभएदेखि अरू डक्टरले खैदिनु नखानु बेडी नखानु निसा भाङ कुनै नखानु छोड्यो। मलाई जाति पनि छ राम्रै छ। यो बेडी चाहिँ छोटो छ। अनि यसो बस्यो हात गोजीमा हात गइजान्छ वाक्कै लाग्यो त्यसो। हाम्रो बुढी मान्छे निसा भाङ सबै छोड्यो त्यही बेडी खान्छ। तर पहिलाको बुढाबुढीहरूले त यस्तो खायो भने पच्छ हौ कामहरू मजाले गर्छ। आजकलको चाहिँ पच्दैन।
अहिले त सिगरेटहरू खानेहरू त बिमार भएर अघि सास बढ्यो भन्छ के भन्छ हाम्रो बुढाबुढीहरू त खत्रै छ नि अहिले 70 इयर्समा यस्तो छ हाम्रो 72 इयर्समा नि यति स्ट्रङ छ काका मेरो लेनको मान्छे आधिसर मरिसक्यो हो यहाँ चाहिँ आगो फुक्ने घर के पकाउनु भएको गाईको दाउराले मजाले राख्नु भएको रहेछ ए जाँदैन नि यहाँ चाहिँ जाँड पनि पकाउनु हुँदो रहेछ हाम्रो बुहारीले यस्तो छ है जिन्दगी कोलाई याद छ यो फुलको बारेमा यो फुल चाहिँ एक जमानामा हामीले यति धेरै पिउँथे यसको रस यहाँ हेलिकप्टरको ट्रेनिङ हुँदैछ है गाइस हेलिकप्टर गयो हो अब यसको रस चाहिँ यो चाहिँ हाम्रो गाउँ बस्तीमा हुँदाखेरि हाम्रो लागि जुस फ्रेस जुस फ्रम फ्लावर एकदम स्विट रसिला हुन्छ कि फ्रेसवालामा हुन्छ ओइलोमा चाहिँ ओइलेकोमा चाहिँ आउँदैन कति मिठो हो गाइस तपाईँहरूले ट्राई गर्नुभएको भएन है कस्तो ज्यादा रहेछ कि यहाँ फुल काकाको घरमा आएर फुलको जुस कस्तो मिठो हो अनि गाइस यहाँ गेट फुलहरू न कस्तो मजाले फुलेको छ झुम्मा भएर हेर्नुहोस् यहाँ वाउ नाइस कस्तो मजाले फुलेको हेर्नु न हो भगवान् जग्गा चाहिँ छ भने त यहाँ कति ज्यादा रहेछ यहाँ हेर्नु तपाईँहरूले यो फुलको रस कहिले खाएको छ कि छैन कमेन्ट्समा भन्नुहोस् है अनि यहाँ हेर्नु घर यो चाहिँ माटीको घर है यस्तो तगडा छ घर चाहिँ वाह खतरा है कहाँ लाने मलाई घुम्नु लाने अरे मलाई घुम्नु लाने अरे नाम चाहिँ के भन्नुभयो नितिन नितिक हेलो नितिक मलाई घुमाउनु लाने हो अब ल जाउँ तिम्रो स्कुलमा जाउँ ल ओके अब हामीलाई घुमाउनु लाने अरे यहाँ आँटेको है बुहारीले लानुहुन्छ अरे घुम्नु आमा पनि घुम्ने भन्दैछ सो घुम्नु जाने हो हाम्रो ऋतिकले लाने अरे नि त घुमाउनु आज है सो लेट्स गो यहाँ चाहिँ पुरा आर्मी क्याम्प दिस होल आर्मी क्याम्प यहाँ चाहिँ सबै आर्मी क्याम्पले सराउन्ड गरेको छ एकदम वान अफ द सेफेस्ट प्लेस अनि एकदम नेपाली गाउँ रहेछ यहाँ ठुलो नेपाली अराउन्ड 400 हाउसेस आर हियर बट यहाँ मिक्स रहेछ नेपाली पनि नागाहरू पनि रहेछ तर ज्यादा चाहिँ नेपालीहरू बस्नु हुँदो रहेछ यहाँ होइन खेती मतलब सानो सानो बगानहरू गरेर बस्नु हुँदो रहेछ घरहरू यस्तो छ अन्त एकदम हुन्छ नि नेपालीको गाउँ यहाँ आएर चाहिँ पुरा गाईको गुहरू गनाउने जग्गा र एकदम पिस भएर नेपालीको गाउँ हिँडेको जस्तै भयो कि अब लेट्स सी वेयर माई बुहारी विल टेक अस ऋतिकको स्कुल हो यो चाहिँ हामी अलरेडी अघि पनि आएको थियौँ यहाँ ऋतिकको स्कुलमा हामीलाई घुमाउनु लिएर आएको छ अब भित्र जाने हो स्कुलभित्र यहाँ स्कुल रहेछ वाह स्कुल पनि नजिक घरकै नजिक रहेछ नि त ए सराउन्डिङ इज सो गुड वाह कस्तो मजाको नि स्कुलहरू त ओम्नी साइन्स जुनियर हाई स्कुल यहाँ चाहिँ गेट रहेछ कति जाने यो चाहिँ
यहाँबाट चाहिँ लाइमखोङ टाउन जाने जग्गा मन्दिर रहेछ यहाँनिर है जानु अलाउ गर्छ दिँदैन नि यहाँ चाहिँ एक्चुली हामी यहाँ टाउन बाहिर निस्क्यो भने चाहिँ हामीलाई पुरा डकुमेन्ट्सहरू आर्मीलाई सब्मिट गर्नुपर्छ अलिकति रेस्ट्रिक्सन एरिया हो त्यही भएर डकुमेन्ट्सहरू दिएर हामीलाई एउटा स्काउटसँगै बजार जानु पऱ्यो भने पनि सँगसँगै पुलिस आर्मी पनि सँगसँगै आउनुहुन्छ त्यही भएर हामी टाउन चाहिँ जाँदैन यहीँ बस्ती घुम्ने हो गाउँ बस्ती घुम्ने लेट्स सी ओके लाइमखोङ सुन्नु पनि भएको होला यहाँ लाइमखोङ चाहिँ एउटा हादसा भएको थियो बहुत 4 इयर्स ब्याक एउटा हादसा भएको थियो त्यो हादसा भएको लागि चाहिँ एकदम रिस्ट्रिक्सन एरिया हो जुन चाहिँ बाहिरबाट मान्छे आयो भने पनि सबै डकुमेन्ट्सहरू सब्मिट गर्नुपर्छ अनि हामी पनि यहीँको मान्छे पनि बाहिर गयो भने पनि पुरा डकुमेन्ट्स जस्तो कि आधार कार्ड नाम कन्ट्याक्ट नम्बर सबै सिपाहीलाई सब्मिट गरेर मात्रै जानु पाइन्छ तर हामी बस्तीमा घुम्नु बस्तीमा पनि कति रमाइलो रहेछ अनि यहाँ चाहिँ 24 आवर्स यो आर्मी एरिया भएर चाहिँ 24 आवर्स ट्रेनिङ हुन्छ यो हेलिकप्टर ट्रेनिङहरू भइरहेको हुन्छ सो राति बिहान दिउँसो एनी टाइम टु हेलिकप्टर चलिरहेको हुन्छ यहाँ यस्तो रहेछ दोकानमा पनि नम्बर रहेछ गाइस यहाँ गाईको ग्वाली आर्मी रहेछ माथि यता पनि दोकान हेलो दोकान रहेछ यता पनि दोकान द्वारिका घुम्नेको है हामी चाहिँ सच ए ब्युटिफुल प्लेस आई सुड से सच ए पिसफुल यु नो आफ्नो काम गरिरहेछ हेर्नुहोस् यहाँ फुल ओ माई गड क्रेजी कति दामी अङ्कलको घर रहेछ कस्तो राम्रो चाहिँ फुल आएको रहेछ मेरो आँखाको नजर लाग्छ होला चस्मा लगाएको त्यही भएर दामी सच ए नाइस हाउस अनि यहाँ चाहिँ के हुन्छ भने कहीँ अब पानीको सपोज अब सिजनमा पानीको अलिकति दुःख हुन्छ अरे अनि माथि पहाडमा जानुपर्छ अरे पानी ल्याउनु त्यतिखेर आर्मी पछि जान्छ अरे क्या स्काउट त्यस्तो रेस्ट्रिक्ट छ है यहाँ चाहिँ गर्मी जग्गा हुने रहेछ यहाँ पनि यहाँ अहिले तल आइपुग्यौँ हामी चाहिँ यहाँ चाहिँ मैले गोविन्द मगरलाई पनि भेटेको थिएँ यहाँ हाम्रो गोर्खाको सिङ्गर एउटा एकदमै राम्रो सिङ्गर हो उहाँ चाहिँ उहाँलाई नि भेट भयो उहाँ यहाँ हेल्थ केयरमा काम गर्नुहुँदो रहेछ अनि उहाँलाई भेट भएर अब चाहिँ हामी बुहारीको माइत घर चाहिँ यतै हुनुहुँदो रहेछ अनि उहाँको घरमा जानु आँटेको अहिले यस्तो प्लेन एरिया गाइज यहाँ आउनु न कस्तो दामी छ है हामी बुहारीको घर माइत घर फुल त आम्मामा कस्तो मजाले फुलेको रहेछ फुलहरू जहाँ गयो नि फुलको चाहिँ क्रेजी नै है म चाहिँ आमालाई चाहिँ मल म फुल आमा मल यहाँ न कस्तो राम्रो फुल हेर्नुहोस् कहाँ आयो तिमी कहाँ आयो कसको घर हो यो कसको घर हो त्यहाँ हेर्नु न पराल कति मजाले राखेको यहाँ चाहिँ ठुलो खेती रहेछ हो यहाँ यो चाहिँ पोखरी हेर्न अरे यो खेती अरे दिस इज नट अ पन्ड अर समथिङ इट्स अ खेती इट्स अ फिल्ड अनि एकदम प्लेन एरिया रहेछ हामी चाहिँ अब वापस हिँडेको बुहारीको आमाको घरबाट रमाइलो जग्गा रहेछ अहिले पनि हेलिकप्टर हिँडिरहेछ अल टाइम एभ्री टाइम हेलिकप्टर चाहिँ यहाँ चाहिँ खतरा आउँदो रहेछ गाइस यहाँ न मेवा नि कस्तो मजाले फुलिरहेछ हावा जान्छ पानी अल टाइम एभाइलेबल माथिबाट आउँदो रहेछ पानीको नि सुविधा रहेछ एकदम यस्तो घर रहेछ है गाइस यहाँ चाहिँ माटीको घर चाहिँ यति मजाले बनाएर बस्नु हुँदो रहेछ बगान धनियाँ आलु प्याज है एभाइलेबल फायरफ्लाइसको कुरा गर्दै पनि यहाँ
खै फायरफ्लाइज एकछिन हुन आँटेको छ। फायरफ्लाइज त्यो उयो क्या राति जलेर हुन्छ। जल छ त नि अहिले हुन्छ नि जुनकेरी जुनकेरी भन्छ नि हाम्रो नेपाली भाषाले जुनकेरीको टाइम हो नि त नि अब एकछिन हुन आँटेको छ। We are the last generation to सी फायरफ्लाइज मतलब फायरफ्लाइज जो जुनकेरी हुन्छ नि त्यो जुनकेरी चाहिँ अब यो वर्ल्डदेखि नै हराउनु आँटेको छ अरे के सो वी आर द लास्ट जेनेरेसन टु सी अ फायरफ्लाइज मतलब जुनकेरी देख्नु एक्सपिरियन्स गर्नु चाहिँ हामी जेनेरेसन चाहिँ लास्ट जेनेरेसन अरे के आई डोन्ट नो इट इज ट्रु अर नट बट द्याट इज वाट इट्स सेङ बाई द एक्सपर्ट है ब्रो बाई द वे गाइज यो चाहिँ दोकान होइन अरे यो चाहिँ धानको घर धानको ढिकी यहाँभित्र चाहिँ धान छ सो दिस इज नट अ सप ओर दोकान or समथिङ दिस इज ए स्टोर रुम फर राइस अनि यहाँ आएँ हामी चाहिँ जान्छु ल घर जाने तिमी जाने मसँग आऊ जाउँ जाने आइज जाउँ आऊ न हामी चाहिँ अब यहाँबाट फुल लानु आँटेको है यस्तो खालको नि त अलिक छिप्पेको नि त नि कस्तो मजाले आएको रहेछ नि त यहाँ बुहारीकोमा अलिक छिप्पेको नि त फुल नभएको भए नि हुन्छ त्यो नै हुन्छ होला त्यो नै यो नै हुन्छ होला है तलैबाट अलिक अरे आज मलाई यो यहाँ अहिले पनि खेदाउँदैछ पुरै तलैबाट त्यो खतरा सेनापतिको मान्छेहरू यहाँ लामखुङ आएर फुल लाँदैछ है किन्यो भने 150 रुपियाँ ठ्याक्कै भन्छ है गाइस यो यत्रो सानोलाई यो यत्रोकोलाई 150 रुपियाँ ट्याक्कै भन्छ यो चाहिँ यो 12 मास फुल्ने हो नि त यसलाई त बल उयो गमलामा लगाइदियो भने छिप्पेको थुप्रो रहेछ नि त नि यो त हुन्छ त्यस्तो तर फुलहरू चाहिँ भुइँमै खेली फल्दो भुइँमै मजाले उयो उम्रिँदो रहेछ हौ फुलहरू चाहिँ बट्टाहरूमा भन्दा हुन्छ त्यही काटिदिनु नि यो माउरीले त मलाई त आज टोकेरै छोड्ने रहेछ माउरीले खेदाएको छैन मलाई जाक्की जा भन्ने रहेछ काफी माउरीले खेदाएर मारे गाइस मलाई आज को हो तिमी को नि यो यति लाने हो कता चाहिँ काटिदिनु कता नि लाँदा हुन्छ ल आमा यो आऊ यहाँ ल मिठाई खानु आऊ यहाँ जल्दी आउनु म दिन्छु ल यो बुनुलाई दिन्छु ल बुनुलाई दिउँ यहाँ आउनु आऊ भोलि मिठी खानु जानु ल आऊ यहाँ कम हेर ल लिनु न अबै सरम गरेको पैसा न आऊ मम्मीलाई दिनु ल आऊ आइज त मम्मीले कुर्छ भनेर पैसा नल ल आउनु यहाँ मम्मीलाई दिनु आऊ जल्दी जाने म त जाने अब जाने खै थ्याङ्क यू भनेको मलाई माया देऊ ल माया देऊ मलाई अझै देऊ अझै माया राम्रोसँग बस्नु ल मिठी खानु ल एन्ड बाई द वे गाइज यो नानी चाहिँ नि भर्खर फर्स्ट जन्मिँदाखेरि चाहिँ 1.7 केजी मात्रै थियो अरे यति सानो उसलाई उहाँ जन्मिँदा चाहिँ आमालाई थाइरोइड भएको थियो अनि नानीलाई पनि थाइरोइड भएको थियो अरे अनि जन्मिँदा चाहिँ 1.7 केजी मात्रै थियो अरे के यो
अनि अहिले हेर्नु कति ठुलो भएको छ 3 इयर्स भयो स्कुल पनि जान्छ अनि खै मलाई माया फेरि देऊ राम्रोसँग बस्नु ल बाई यहाँ यहाँ हाँस ल जाने अब काका चाहिँ फेरि गाई हेर्नु जानुभयो अब हामी जाने हो फेरि आउने छु वापस जाउँ आमा गाडी यहीँ छ हुन्छ भन्दै थियो उहाँबाट जान्छु ल पुऱ्याइदिने हो मलाई फेरि आउँछु नि ल खै माया देऊ मलाई माया सरम गर्दो रहेछ दाजु यो पो खुसी भएको थियो नि हामी जान्छौँ ऊ खुसी है ल ल यहाँनिर समिल पनि रहेछ ठुलो हेर्नुहोस् समिल अनि यहाँ पार्किङ है वहाँ पे क्या है MRBHU something is written there I don't know what is that यहाँ पार्किंग है यहाँ से हम लोग ऑटो टैक्सी सब लेके जा सकता है मैं सबै पाउँछ हामी चाहिँ अब जाने हो है गाइस बाय बाय अब कांगला तुम भी जाने हो दीदी के घर में और वहाँ पे दूसरा ब्लॉग बनेगा बाय सो हट एकदम गरम जग्गा रहेछ अब खेती नै खेती आउँछ यहाँ खोला रहेछ यो खोलाको बाटो अब आउँछ खेती पुरा प्लेन एकदम खेती एरिया हामी चाहिँ आइपुगे हात्तीखुवा यहाँ दिदीको घर छ हाम्रो हात्तीखुवामा अनि हात्तीखुवा आइपुगे गाइस इट जस्ट टेक लाइक 20 minutes फ्रम द्वारिका टु हात्तीखुवा हो भेडा भेडाले मलाई मार भन्दैछ है दिस इज हाउ इट स्टेज दिस इज माई सिस्टर हाउस यो चाहिँ मेरो दिदीको घर हो हेलो आयो त हामी त यो चाहिँ हो हात्तीखुवा काङ्लातुम्बी हामी आए के ल्याइदिएन तर यहाँ दिदीको घर हेलो आमा मामा मामा सिस्टर हाउस चाहिँ दिदीको घर कहाँ गयो मम्मी खै माइजू खै माइजू माइजू खै माइजू वेयर इज माइजू ओके बाई केही छैन फुल मात्रै हो यो मिठाई त ल्याइदिएन त नि हिजो मिठाई दिएको त हामी मिठाई खोजेर पत्ता हो यो त घोस्नेवाला हो मिठाई खोज्दैछ यहाँ छैन मिठाई अब हामी चाहिँ बोरा अनि सिन्जु खानु आँटेको अनि यहाँ मिस छ यहाँ खतरा अलरेडी स्टार्ट लजु बाई